यो चाहिँ हाम्रो इलामको बाटोमा बेच्नु राखिएको अर्ग्यानिक एकदम त्यहाँको लोकल सब्जीहरू है। अकबरी खोर्सानी, हरियो काँक्रा, निङ्ग्रो अनि के हो के है मुलाहरू। कस्तो इलाम जाँदाखेरि चाहिँ क्या मलाई निन्द्रै लाग्दैन क्या। हेर्दै हेर्नुहोस् न यस्तो राम्रो फुलबारी अनि घरहरू प्लस यस्तो यो कुचो अम्लिसोहरू अनि एकदम छुट्टै छ क्या। निन्द्रै लाग्दैन, म सुत्नै सक्दिनँ। अरूतिर जाँदाखेरि निन्द्रा लाग्थ्यो भने यहाँ आउँदाखेरि चाहिँ हेरौँ लाग्छ। यस्तो राम्रो चियाबारीहरू है। अनि यो खोला चाहिँ झन् कस्तो राम्रो लागेको। गर्मी पनि हल्का भइरहेको थियो। यहाँ गएर झ्याम्मै पौडी खेल्दिउँ जस्तो भइरहेको थियो। तर के गर्नु, यात्रामा भेटेको सबै कुराहरूलाई सम्झनामा कैद गरेर हिँड्नुपर्ने हुन्छ छोडेर है। यस्तो राम्रो छ क्या। हेर्नु न यहाँ कस्तो दामी लागेको मलाई यो खोला। समय भएको भए अनि निक्लिनु मिल्ने भए म त्यहाँ बसेर यसो फोटोसोटो खिच्थेँ है, रमाइलो गर्थेँ। तर के गर्नु, अब यस्तै हो, यात्राको बेलामा भेटेको ठाउँहरू छोड्दै हिँड्नुपर्छ। र यति खुसी भइरहेको बेलामा लास्टमा गएर चाहिँ मेरो मन यस्तो अमिलो भयो नि, भनिन्छ नि सुरुमा मिठो अनि लास्टमा तितो भयो भने जस्तै मलाई एउटा दृश्य देखेर त्यस्तै फिल भयो क्या। मलाई चाहिँ है यहाँ दुईजना यो घोडाहरूलाई देखेर चाहिँ एकदम कस्तो माया लागेको। बिचराहरू हेर्नुहोस् न यस्तो रेसलेस होपलेस भएर कति माया लाग्दो भएर हेर्नु, खुट्टा बिचराको कति माया लागेको हुनु त उसको जुनी यस्तो होला र पनि कस्तो दुःख लाग्यो क्या मलाई।